हे गाइज वेलकम टु माई च्यानल। यो हो भ्लगिङको थर्ड डे अनि भिडियो न जङ्गलदेखि सुरु भइरह आजको, किनभने हामीले जङ्गलमा आएर काम गरेर आएको छौँ। जङ्गलमा भन्दाखेरि नि घर चाहिँ माथि छ अनि हामी चाहिँ यहाँ तल आएर चाहिँ ढुङ्गा फुटाल्ने काम गरेर आएको छौँ। यहाँ देख्न सक्नुहुन्छ न अझै ढुङ्गा चाहिँ यति चाहिँ हामी लगिरहेको छौँ। अनि मैले चाहिँ अहिले यसमा यो ढुङ्गामा टाँका लगाइसकेँ, यो चाहिँ फुटाल्नको लागि रेडी छ होइन। बुवा चाहिँ गइसक्नु भयो अनि खाना बनाउनको लागि म चाहिँ यहाँ हल्का एउटा ढुङ्गा निकालेर टाँका लगाएर फुटालिरहेको छौँ। एउटा टाँका लगाइसक्यो, दुईवटा तिनवटा चारवटा टाँका लगाइसक्यो अनि यो ढुङ्गा चाहिँ फुटाल्नको लागि कोसिस गरेर आएको छु। उफ्रिएर माथि आएपछि चोट लाग्छ भनेर एकछिन चेक गरेर आएको छु होइन हतौडाले। यो पनि ठिक छ। घन हानेको होइन, ढुङ्गा चाहिँ फुट्दै फुटेन, खालि किला मात्रै उफ्रिए अनि ढुङ्गा निस्किएको भनेको यत्रै हो, सानो पिस निस्किएको छन्। मलाई हान्न नआएर पनि होला होइन, यो चाहिँ नफुटेको। अनि यो चाहिँ हल्का टाइट भइरहेको देख्नु होइन, तर निक्लिसक्यो। यत्रै ढुङ्गा निस्किरहेको देख्नु होइन। मैले चाहिँ घनले हानेको अनि निस्किन्छ भनेर यस्तो हानेको त निस्किएन। अनि अब चाहिँ जाऊँ घर। अब चाहिँ टाइम भइरहेको छ 1:30। घर जाऊँ, खाना खानुपर्छ अनि खाना खाएर चाहिँ पछि फेरि 1 घन्टा रेस्ट गरेर चाहिँ फेरि आउँछौँ। अनि मैले अहिले चाहिँ कट्टा यसमा भरिसक्यो होइन ढुङ्गा। यो चाहिँ लगेर माथि जाने हो, जहाँ हामी काम गर्छौँ त्यहीँ घरमा लगेर चाहिँ यो ढुङ्गा त्यहीँ फाल्ने हो। देख्नु होइन पुरै ढुङ्गा छ। अनि ढुङ्गा थोरै बचिसक्यो, अब यति नै पछि बोकिन्छ। अब चाहिँ जाऊँ घर, खाना खाने टाइम पनि भइसक्यो। यसलाई लग्छु म अब चाहिँ। रसी पनि लगाइसकेको छु होइन, तर लामो भइरहेको देख्नु होइन, रसी यस्तो छ हल्का यस्तो गरेर चाहिँ टाउकोमा लगाउनु पर्छ होइन। अनि यो कट्टालाई चाहिँ उठाउनु पर्छ होइन। यो टाँकाहरू चाहिँ यसमा साइडमा लगाइदिउँ होइन, पछि आएर चाहिँ काम आउँछु फेरि। देख्नु होला यति धेरै टाँका छ, मलाई हाल्न नआएर पनि होला, म भर्खर सिकिरहेको छु। त्यसैले ढुङ्गा चाहिँ फुटेको छैन होइन। अहिले चाहिँ कट्टा ल्याउन सकिएन न, एक्लै उठाउन सकिएन। त्यसैले चाहिँ मैले यो एउटा सानो ढुङ्गा लगिरहेको छु। सकिएन कि एकदम भारी छ नि त, एकदम ढुङ्गा भरिएको छ नि त, त्यसैले उठाउनै सकिएन। एकदम एनर्जी पुरै लस भइसकेको छ ढुङ्गा फुटाल्दा, त्यसैले पनि उठाउनै सकिएन। पुरै सिमी यहाँ चाहिँ खेती लगाखान। यसमा चाहिँ अदरक लगाखान देख्नु होइन, यो चाहिँ अदरकको खेती देख्नु होइन, क्या दामी देखिरहेको छ। अदरकको खेती पुरै भर्खर फलिरहेको रहेछ। हामीले चाहिँ ढुङ्गा लाग्ने घर यही नै हो, देख्नु होइन माथि नै। र क्या दामी फुल फलिरहेको छ। यहाँ अरू पनि फुल लागिरहेको छ यसको देख्नु होइन। यो चाहिँ बाटोनिर फुल फलिरहेको छ, क्या दामी लागिरहेको छ कि। बन्दर हेर्नु न, यहाँ घरमा बन्दर आइरहेको छ। बन्दर आ गई, बन्दर चल गयो बन्दर। उभो यहाँ त देख्नु न बाल्टिङमै खेती गरेको छन्, देख्नु होइन पुरै सब्जी लागेको छ, पिँडालु। त ढुङ्गा फाल्ने चाहिँ यहीँ छ। हामीले चाहिँ काम गर्ने ठाउँ यही हो होइन। यहाँ चाहिँ भर्खर चिनाइ भएर ढुङ्गाहरू चाहिरहेको छ, त्यहाँ चाहिँ हामीले फाल्दैछौँ। अनि अहिले चाहिँ अब घर गइरहेको छु, ढुङ्गाहरू सबै बोकेको छु आधी। अनि त्यही नै हो देख्नु होइन। यहाँ माथिमा चाहिँ ल्यान्डर हाल्ने, यहाँ माथि छतमा चाहिँ होइन, यो चाहिँ हामीले अस्ति गिट्टी रोडी यानि कि बालुवा बोकेर यहाँ राखेको छौँ। अनि यहाँमा चाहिँ ल्यान्डर हाल्न बाँकी छ देख्नु होइन। यो चाहिँ हामीले काम मिलेको चाहिँ यहाँमा चाहिँ ल्यान्डर हाल्न बाँकी छ। अनि ढुङ्गाहरू चाहिँ यसको तल बिछाउने गरेकै, ढुङ्गाहरू हुन्छ नि यसको तल बिछाउने अरे। अनि आउने भिडियोमा देखिहाल्नुहुन्छ। अनि यो काम बचेको छ हामीलाई। अनि अस्ति चाहिँ हामीले यो बोकेको छौँ। अहिले चाहिँ म सडकमा पनि पुगिसक्यो होइन। एकदम 12-1 बजेको धुपमा हिँडिरहेको छु। यसलाई चाहिँ धुप मान्नुहुन्न गाइज होइन। यो चाहिँ एकदम चिसो हावा चलिरहेको छ होइन, हावा। र त यहाँनिर नै एउटा झरना छ देख्नु होइन। आजकल चाहिँ पानीहरू घटेर एकदम कम भइरहेको छ, नत्र भने अस्ति पानी बढ्दाखेरि एकदम ठुलो जोरको पानी आइरहेको थियो, यहाँ आइरहेको थिएन। A few moments later.
सो गाइज अहिले भने टाइम होइन 6 बजिरहेको छ अनि अघि चाहिँ हामी खाना खाएर चाहिँ रेस्ट गऱ्यौँ। रेस्ट गर्दाखेरि त म 1 घन्टा सुतिसकेको थिएँ अनि काममा पनि गएन किनभने बुवा चाहिँ काममा जानुभयो अर्को काममा केही सल्लाह गर्नको लागि मिस्त्रीहरूलाई मिस्त्री मिलिरहेन छत हाल्नको लागि ल्यान्डर हाल्नको लागि त्यसैले चाहिँ गइसक्नु भयो थियो अनि म एक्लै के जाउँ भनेर म गएन अनि खाना पकाउने तयारी चलिरहेको छ देख्नु होइन। आजको सब्जी चाहिँ यहाँ काटिसकेको छु अब चाहिँ यसलाई बनाउन बाँकी छ होइन अनि यसमा लिउडी पनि छ देख्नु होइन यो चाहिँ लिउडा हो अनि देखिरहेको होला अनि यसले चाहिँ बनाउन बाँकी छ म चाहिँ यसलाई एकछिन फटाफट बनाइहाल्छु। लसुन पनि मैले काटिसकेको छु होइन अब चाहिँ यसले बनाउनको लागि लगाउँ हाम्रो खाना पकाउने ठाउँमा अनि कि हाम्रो भान्साकोठामा मेन चाहिँ अब यसमा आगो बाल्नुपर्छ होइन। यहाँ चाहिँ मेन मुस्किल काम भनेको अब यसमा आगो बालेर दाउराले अनि यसमा चाहिँ खाना पकाउनको लागि रेडी हुन्छ हाम्रो सब्जी। अब चाहिँ आगो बालौँ। धुवा फुक्दा फुक्दा होइन आगो पनि दन्किसक्यो अब चाहिँ रेडी छ। यसमा चाहिँ खाना पकाउनको लागि यसमा चाहिँ कडाई लगाइदिनुपर्छ। फटाफट फटाफट आगो बलिरहेको छ देख्नु होइन तातो भइरहेको छ अनि यहाँ माथिमा चाहिँ तेलको डिब्बा छ अनि मसला छ होइन यो चाहिँ हामीले सब्जी बनाउनको लागि चाहिन्छ। यसलाई यहीँ राखिदिउँ मैले। सब्जी चाहिँ पाक्दैछ होइन अहिले चाहिँ म अब आटो मल्छु अनि रोटी हाल्नको लागि अनि होइन आज पानी पर्छ कि राति होइन हल्का पानी पर्ने जस्तो भइरहेको देख्नु होइन पुरै बादल 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 भइरहेको पानी पर्ने जस्तो पुरै ब्ल्याक ब्ल्याक भइरहेको होइन पानी पर्न सक्छ राति सायद अहिले बेलुका चाहिँ यस्तो भइरहेको छ अनि सब्जी चाहिँ पाक्दैछ म चाहिँ आटो मल्नको लागि गइरहेको छु। आटो पनि मलिसक्यो होइन अब चाहिँ रोटी बनाउनको लागि रेडी छ अनि आटो मल्दा मल्दा बाहिर राति पनि भइसक्यो होइन अनि यसलाई चाहिँ रोटी बनाउनु पर्छ। आटोलाई पनि अहिले मैले चुलामा ल्याइसकेको छु अनि यसमा चाहिँ सब्जी पाक्दैछ होइन अनि अब चाहिँ रोटी बनाउँछु सब्जी पाक्यो भने। आजको भिडियो चाहिँ यहीँसम्म राख्छु होइन अहिले चाहिँ राति पनि भइसकेको छ म चाहिँ अब रोटी बनाउन लागिरहेको छु अनि रोटी चाहिँ हातमै बनाउने हो न हातमै हालेर अनि एकदम गाह्रो पनि लाग्दैन सजिलै अब बानी पछिको मान्छेले त सजिलै लाग्छ। अनि आजको भिडियोमा तपाईँले देख्नु होला म चाहिँ बिहान काम गर्न गएको थिएँ अनि काम गरेर आइसकेँ अनि घरमा रेस्ट गरेको म त दिनभरि सुतिसकेँ 1 बजी आएको अनि रेस्ट गरेँ अनि एक्लै फेरि के जाने भनेर गएन। अब चाहिँ यस भिडियोले यहीँ एन्ड गर्छु अनि भिडियो राम्रो लाग्यो भने लाइक गरिदिनु होला एन्ड च्यानलमा नभए सब्सक्राइब गर्नुलाई मिल्छ हामी नेक्स्ट भिडियोमा। थ्याङ्क्स फर वाचिङ बाई 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 गाइज बाई।